साँच्चै जनता चाहिँ सचेत भएकै रहेछन् यसपालि। टोटल देशमा 67 पार्टी छन्। 67 पार्टिजमा अहिले जम्मा 4 पार्टीले विन गरेको छ। अहिलेसम्म डाटा हेर्दाखेरि चाहिँ जम्मा 4 पार्टीले चाहिँ एउटा सिट, 2टा सिट, 3टा सिट, 5वटा सिट ल्याएर जम्मा खाता खोलेको छ 4वटा पार्टीले। अब 4वटा पार्टीमा रासोपा चाहिँ 1 नम्बरमा आयो। 1 नम्बरमा आउँदाखेरि रासोपासँग टक्कर लिने पार्टी कुनै छैन। अब चाहिँ देश बन्ला भन्ने आशा सबैको आशा हो। अब चाहिँ पार्टी अरू पार्टीका निशाना छाप सब मेटाइसक्यो रासोपाले। कति पार्टी त अब खारिज हुन्छन् होला। स्वतन्त्र पार्टी चाहिँ अहिले एकदमै देशव्यापी रूपमा जित हासिल गरेको छ। तर प्रचण्ड चाहिँ अति चतुर भएको कारणले उनी कहिलेकाहीँ गएर रुकुम पूर्वबाट फ्याट्टै जितिहाले। बड्डा लास्टै चलाक के। त्यत्रो चलाक मान्छे यो अरू नेता कोही लागेन मलाई। पुष्पकमल दाहाल प्रचण्ड जति चलाक चाहिँ अरू नेता कोही छैन। कहिले गोर्खाबाट फेरि हार्ने हो भनेर उनी पूर्व रुकुमबाट, अगाडि चितवनबाट रविसँग हार्ने भनेर गोर्खा गएको थियो नि त। गोर्खाबाट पूर्व रुकुमबाट जितेर सबै ठाउँबाट जित्दैछन्। ओके, बधाई छ रासोपालाई। आगामी दिनमा देश विकास भएको हामी हेर्न चाहन्छौँ। थ्याङ्क यू।